यूहन्नाको दोस्रो पत्र पुस्तक परिचय। यो पत्र एकजना एल्डरबाट लेखिएको हो। प्रायःजसो बाइबलका विद्वानहरू यूहन्ना प्रेरितले यो पत्र लेखेका हुन् भन्ने विचार गर्छन्। यो पत्र चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई लेखिएको हो। पद 1। ती महिला को थिइन् भन्ने कसैलाई थाहा छैन। कसैको विचारमा ती महिला चाहिँ कुनै एउटा ख्रिस्टियन मण्डली थियो र तिनका छोराछोरीहरू त्यस मण्डलीका सदस्यहरू थिए। तर यो कुरा निश्चित छैन। यो पत्र ईस्वी संवतको पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो। 1 पददेखि यसरी लेखेको छ। एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई जसलाई म साँचो प्रेम गर्दछु र मैले मात्र होइन तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्छन्। जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौ। परमेश्वर पिता र पिताका पुत्र येशू ख्रिस्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ। तिम्रा छोराछोरीहरूमध्ये कुनैलाई पिताबाट हामीले पाएको आज्ञा बमोजिम सत्यमा हिँडेका भेट्टाएर म ज्यादै आनन्दित छु। अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइन तर त्यही लेखिरहेछु जो सुरुदेखि नै हामीसँग छ। हामीले एक अर्कासँग प्रेम गरौँ भनी म तिमीलाई बिन्ती गर्दछु। उहाँका आज्ञा बमोजिम हिँड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ, किनकि भ्रममा पार्नेहरू धेरैजना संसारमा आएका छन् जसले येशू ख्रिस्ट शरीरमा आउनु भएको हो भनी स्वीकार गर्दैनन्। यस्तो व्यक्ति नै छली र ख्रिस्ट विरोधी हो। होसियार रहो। जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ त्यो गुमाउने होइन तर पुरा इनाम पाउने हो। ख्रिस्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ। यदि कोही तिमी कहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नु, त्यसलाई अभिवादन पनि नगर्नु, किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ। मैले तिमीहरूलाई कुरा लेख्नु त धेरै छ तर कागज र मसीले ती म लेख्न चाहन्न, तर हामीहरूको आनन्दपूर्ण होस् भनी म तिमीहरू कहाँ नै आउने र आमाने सामान्य भएर कुरा गर्ने आशा गर्छु। चुनेकी तिम्री बहिनीका छोरा छोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।